न रिस न झगडा न कुनै दुश्मनी, तर अनाहकमा ज्यान गुमाउँछन् हजुरबुवा र नातिले। ऋषिबी अर्कैसँग हुन्छ, तर हत्याराको गाँजा खाएको दिमागमा के सनक चढ्छ अनि सोच्छ यो बुढोलाई मारेको खण्डमा दोष मसँग रिस भएको व्यक्तिमा जान्छ र मेरो बदला पुरा हुन्छ। घटना नवलपरासी जिल्ला सुस्ता 3 मर्चहाको 2080 माघ 26 गते चन्दन हरिजन र उनको छिमेकी रामलालको बीचमा झगडा भएको हुन्छ र माघ 28 गते इलाका प्रहरी कार्यालयको समन्वयमा दुवै पक्ष बीचमा सहमति गराई मिलापत्र समेत गराइएको हुन्छ। चन्दन हरिजन उसको मस्तिष्कमा अझै पनि रामलाल प्रति बदलाको भावना खेलिरहेको हुन्छ। उसको बदलाको भावनाले रामलालको हत्या गर्नुपर्ने निष्कर्षमा पुर्याउँछ। उसले आफूसँग रिसिभी भएको छिमेकीलाई मार्ने योजना बनाउँछ। आफ्नो योजनामा संलग्न गराउँछ आफ्नो साथी अजय धनिकारलाई। उनीहरू दुवैजना मिली नजिकैको भारतीय बजारबाट रु 300 पर्ने चक्कु किनेर ल्याउँछन्। फागुन 1 गते राति, जुन दिन घटना भएको थियो, अबेरसम्म आफूसँग झगडा भएको रामलालको गिट्टीको थुप्रो नजिक रामलाललाई कुरेर बसिरहेका हुन्छन्। रामलालको उक्त गिट्टी रामलालको घरभन्दा केही पर र अजयलाल चमार जसको हत्या भएको थियो को घर अगाडि राखिएको हुन्छ। उनीहरू उक्त गिट्टीको पछाडि लुकेर बसेका हुन्छन्। रामलाल यही बाटो आउने, रामलालको सफाया यही गर्ने योजनामा उनीहरू रहेका हुन्छन्। तर रामलालको भाग्य भन्नुपर्दछ, अबेरसम्म पनि सधैँ आउने रामलाल त्यहाँ आउँदैन। अनि चन्दन हरिजनको गाँजा खाएर लट्ठ परेको दिमागमा जन्मन्छ यस्तो कुकृत्य योजना, जसले एउटा अबोध, जसको कुनै गल्ती नै छैन, जसको चन्दन हरिजनसँगको झगडामा लेनदेन पनि छैन, उसैको ज्यान लिन्छ। उसको बदलाको भावनाले यस्तो अपराधको योजना बनाउँछ जसको सायद कुनै दण्डले पनि क्षतिपूर्ति गर्न सक्दैन होला। रामलाललाई मार्न नपाएको चन्दन हरिजनले अब नजिकै रहेको 78 वर्षीय अजयलाल चमारलाई मार्ने योजना बनाउँछ। आखिर किन आफूसँग सम्बन्ध नै नभएको अजयलालको हत्या गर्न खोज्दछ? रामलाललाई मार्न नपाएको चन्दन हरिजनले यो सोच्दछ कि 78 वर्षीय अजयलालको आँगन नजिकै रामलालको गिट्टी राखिएको छ। रामलाल अबेरसम्म यही बस्ने गरेको कारणले गर्दा अजयलालको हत्याको आरोप रामलालतर्फ सोझिन्छ र आफ्नो बदला लिने कार्य पुरा। क्रूर अपराधिक मानसिकता, हातमा रामलालको लागि तयार पारिएको चक्कु लिएर अजयलालको घाँटी रेट्न ढोकाबाट भित्र पस्दछ। सुतिरहेको अजयलाललाई मुखमा कसेर च्याप्छ अनि हातमा भएको चक्कुले 3 पटकसम्म रेट्छ। प्राण त्याग्न छटपटाएको शरीर एकछिन थरथराएर स्थिर हुन्छ अनि एउटा निर्दोष बुढोले यो संसार छोडिदिन्छ। नजिकै अर्को खाटमा सुतिरहेको नातिले यो सब देखिरहेको हुन्छ। आफ्नो हजुरबुवालाई विभत्स ढङ्गले रेटेको देखेको ऊ बेभाक हुन्छ। विडम्बना हत्यारा पछाडि फर्कँदा देख्छ कि मेरो कुकृत्य कसैले देखेको छ। मेरो अपराधको साक्षी